नमस्कार। आज हामी सौर्यमण्डलको बारेमा छलफल गरौँ है त। श्रोताले हामीलाई केही सामग्री दिनुभएको छ त्यसैको आधारमा। हो, रमाइलो विषय छ। यसको संरचना, मुख्य कुराहरू, रोचक तथ्यहरूलाई छिटो र स्पष्टसँग बुझ्ने प्रयास गरौँला। सुरुमा त ब्रह्माण्ड कति ठूलो छ, तारापुञ्ज, आकाशगङ्गा, तर आज हामी आफ्नै घर मतलब सौर्यमण्डलमा केन्द्रित हौँ। हो नि, कपर्निकसले सूर्य केन्द्रमा छ भनेदेखि ग्यालिलियोले दूरबीनले हेरेपछि हाम्रो बुझाइ नै बदलियो। त्यही त। ल, सूर्यबाटै सुरु गरौँ न त। सौर्यमण्डलको केन्द्र सूर्य, जसले लगभग 79% पिण्ड ओगटेको छ, सौर्यमण्डलको लगभग सबै थोक सूर्य नै हो भन्दा पनि हुन्छ। 1900%? अनि यसको तापक्रम पनि सतहमा 5500 डिग्री सेल्सियस भन्दा बढी रे। हो, अनि केन्द्रमा त झन् 1,50,00,000 डिग्री सेल्सियस। कल्पना गर्नै गाह्रो। कसरी उत्पन्न हुन्छ यत्रो ताप? त्यो चाहिँ सूर्यको कोरमा हुने न्युक्लियर फ्युजनले गर्दा हो। हाइड्रोजन मिलेर हिलियम बन्दाखेरि अपार ऊर्जा निस्कन्छ। यो त एउटा विशाल आणविक भट्टी जस्तै भयो। हाइड्रोजन र हिलियम ग्यासले बनेको होइन त? हो, मुख्यतया त्यही हो। करिब 70% हाइड्रोजन, 28% हिलियम। अनि हामीले देख्ने सूर्यको प्रकाश आइपुग्न पनि त 8 मिनेट 20 सेकेन्ड लाग्छ रे। हो नि, मतलब हामीले हेरिरहेको सूर्य जहिले पनि 8 मिनेट 20 सेकेन्ड पुरानो हुन्छ। कस्तो अचम्म। अनि स्रोतमा अम्ब्रा, पेनम्ब्रा भन्ने कुरा पनि थियो नि, सूर्यको धब्बा? छ। ती सूर्यको सतहमा देखिने अलि चिसो कालो धब्बा अम्ब्रा र त्यसको वरिपरिको हल्का धब्बा पेनम्ब्रा हुन्। सूर्यको चुम्बकीय गतिविधिले बन्छन् ती। ल, अब सूर्यले तानेर राखेका ग्रहहरूतर्फ लागौं। 8वटा छन् है? हो, 8वटा। पहिले 9वटा भनिन्थ्यो, तर 2006 मा यमलाई ग्रहको सूचीबाट हटाइयो। किन हटाइयो रे? किनभने ग्रह हुनलाई 3वटा शर्त पूरा गर्नुपर्छ। सूर्यलाई घुम्ने, गोलाकार हुने र आफ्नो कक्ष वरिपरि अरू पिण्डहरू हटाएको हुनुपर्ने। प्लुटोले त्यो तेस्रो शर्त पूरा गरेन। आफ्नो बाटो सफा राखेन। ल, अब यी 8 ग्रहलाई पनि भित्री र बाहिरी भनेर छुट्याइएको छ होइन? हो, बुध, शुक्र, पृथ्वी र मङ्गल चाहिँ चट्टानले बनेका भित्री ग्रह। अनि बृहस्पति, शनि, अरुण, वरुण चाहिँ ग्यास र बरफका बाहिरी विशाल ग्रहहरू। सूर्यबाट क्रमशः टाढा हुँदै बुध त सबैभन्दा सानो रे, अनि सूर्यलाई सबैभन्दा छिटो घुम्छ 88 दिनमै। तर सबैभन्दा तातो चाहिँ होइन नि फेरि। हो र? बुध नजिक भएर तातो होला भन्ठाने? होइन, शुक्र ग्रह चाहिँ सबैभन्दा तातो र चम्किलो छ। त्यो चाहिँ किन? शुक्रको वायुमण्डल एकदम बाक्लो छ, कार्बन डाइअक्साइडले भरिएको। त्यसले सूर्यको तापलाई बाहिर जान दिँदैन, मतलब ग्रीन हाउस इफेक्ट। अनि त्यहाँ त दिन वर्षभन्दा लामो हुन्छ रे, त्यो कसरी? हो, आफ्नो अक्षमा घुम्न उसलाई 243 पृथ्वी दिन लाग्छ, तर सूर्यलाई घुम्न चाहिँ 224 दिन मात्रै। कस्तो उल्टो। गजब। अनि हाम्रो पृथ्वी जीवन भएको ठाउँ, मङ्गल ग्रह, रातो ग्रह, यसका त 2टा चन्द्रमा पनि छन् रे। छन्, फोबोस र डिमोस, साना साना। अब बाहिरी ग्रहतिर जाउँ। बृहस्पति त सबैभन्दा ठूलो। कति ठूलो? अनि उपग्रह पनि धेरै छन् रे। एकदमै ठूलो। अनि उपग्रह त 79वटा। त्यसमध्ये ग्यानिमेड त बुध ग्रहभन्दा पनि ठूलो छ। शनि त झन् त्यो वरिपरिको रिङले गर्दा कस्तो राम्रो देखिन्छ। हो नि, शनि दोस्रो ठूलो ग्रह हो, तर यसको घनत्व एकदमै कम छ। पानीमा राख्ने हो भने तैरिन सक्छ भन्छन्। साँच्चै, कस्तो अचम्म। अनि यसका उपग्रह चाहिँ? शनिका त झन् धेरै, 82वटा पत्ता लागेका छन्। बाप्रे। त्यसपछि अरुण र वरुण? अरुण तेस्रो ठूलो, अलि हरियो देखिन्छ। यसका 27 उपग्रह छन्। वरुण चाहिँ सबैभन्दा टाढा, नीलो। यसका 14 उपग्रह। ग्रहहरू बाहेक अरू के छन् त सौर्यमण्डलमा? शिशु ग्रह भन्ने पनि थियो? शिशु ग्रहहरू, एस्ट्रोइड्स, विशेष गरी मङ्गल र बृहस्पतिको बीचमा एउटा पेटी नै छ यिनीहरूको। अनियमित आकारका चट्टानहरू। ग्रह बन्न नसकेका टुक्रा टाक्री जस्ता? हो, त्यस्तै मानिन्छ। अनि उल्काहरू छन्, जसलाई हामी तारा खसेको भन्छौँ। पृथ्वीसम्म आइपुगे भने उल्का पिण्ड भयो। अनि पुच्छ्रे तारा? धूमकेतु वा पुच्छ्रे तारा, कमेट्स, बरफ, धुलो र चट्टानले बनेका। सूर्यको नजिक आउँदा यिनीहरूको पुच्छर देखिन्छ। हेलीको धूमकेतु त 76 वर्षमा एकपटक देखिन्छ। कस्तो नियमित। ल, अब पृथ्वी र चन्द्रमाको कुरा गरौँ। पृथ्वी त विशेष भइहाल्यो, जीवन छ।
चन्द्रमा हाम्रो एकमात्र प्राकृतिक उपग्रह हो। अनि ग्रहणको कुरा पनि छ नि स्रोतमा। सूर्यग्रहण औँसीमा, चन्द्रग्रहण पूर्णिमामा। तर हरेक औँसी वा पूर्णिमामा किन लाग्दैनन् त? किनभने चन्द्रमाले पृथ्वीलाई घुम्ने बाटो कक्ष र पृथ्वीले सूर्यलाई घुम्ने बाटो ठ्याक्कै एउटै सतहमा छैन। चन्द्रमाको कक्ष अलि ढल्केको छ, करिब 5 डिग्रीले। ए, त्यो झुकाउले गर्दा सधैँ एउटै लाइनमा पर्दैनन् सूर्य, पृथ्वी, चन्द्रमा। हो, त्यही भएर जब ठिक सिधा रेखामा पर्छन् तब मात्र ग्रहण लाग्छ। बुझियो। भनेपछि हाम्रो सौर्यमण्डल त एउटा एकदमै चलायमान, विविधताले भरिएको ठाउँ रहेछ। एकदमै। सूर्यको आगोदेखि वरुणको ठण्डीसम्म कति फरक, अनि बीचमा यति धेरै पिण्डहरू। अनि अन्त्यमा स्रोतमा एउटा गहिरो कुरा पनि उल्लेख छ, ब्ल्याक होलको। ताराहरूको अन्त्य। हाम्रो सूर्य जस्ता ताराहरू त पछि सेतो वामन बन्छन्, तर धेरै ठूला ताराहरू चाहिँ आफ्नो इन्धन सकिएपछि विस्फोट भएर कालछिद्र ब्ल्याक होल बन्न सक्छन् रे। ब्ल्याक होल, जहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि प्रकाश पनि बाहिर निस्कन सक्दैन। हो, यसले ब्रह्माण्ड कति रहस्यमय छ भन्ने देखाउँछ। हाम्रो आफ्नै सूर्यको अन्त्य कस्तो होला भनेर सोच्न पनि बाध्य बनाउँछ। साँच्चै नै यो त अनन्त खोज र रहस्यको क्षेत्र भयो। आजको छलफल निकै रोचक रह्यो।